गरम छैन यस्तो गिरेर आइनै पुऱ्याइदिन्छु हेरेर खेल्न यहाँनिर चढाइ छ नि त ताका परेर त्यसलाई बोट भएको हाइट धेरै चढाइ छ नि त यहाँ त हजुर यो ग्रिन वाला हो नि त दादा नि घर त मैले पुरा भुलिसकेँ होइन भुलेको न यहाँ चाहिँ त्यो राउन्ड थियो नि त यो पुरा आन्टी हेलो नमस्ते हेलो सोफिया फुल एभ्रिवान वेलकम ब्याक माई च्यानल इट्स मृत्यु तामाङ सो म चाहिँ 7 सालको बाद आएको छु मेरो दादा घरमा सो मलाई यति खुसी लाग्दैछ नि आएर बाफ्रे बहुत राम्रो लाग्दैछ 7 सालको बाद म एकबार आएको थियो मेरो 14 इयर्सकोमा सो अहिले चाहिँ मेरो 21 इयर्स छ गाइस सो दादा घरमा अहिले एकदमै खुसी लाग्यो मलाई एकदमै राम्रो लाग्यो सो म हजुरलाई चाहिँ म एउटा उयो देखाउँछु सुँगुर सो सुँगुर देखाउँछु ल सुँगुर चाहिँ एकदमै दामी छ हजुर ल सुँगुर चाहिँ मलाई त बहुत मन पर्यो मैले पहिली बार देखेको सुँगुर नि सो मैले पहिली बार देखेको यत्रो ठुल्ठुलो सुँगुर लाइफमा मैले कहिले देखेन सो म हजुरलाई सो गर्दैछु ल कस्तो दामी छ यो चाहिँ हो सुँगुर खोर म यताबाट देखाउँछु ल म यताबाट देखाउँछु हेर्नुहोस् न गाइस यत्रो ठुलो छ बापरे ओबे 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 होइन होइन दाना लिएर आएको होइन ए यता छ म यता हेर्नु न आमा बाफरे कान्ठारे वाउ कत्रो छ गाइस हेर्नुहोस् न अनि यो हेर्नु न यो चाहिँ यसको नाम चाहिँ पन्जाबी अरे किनकि उसले रोटीको अलावा चाहिँ अरू के खाँदैन अरे सो गाइस मैले चाहिँ नाम राखिदिएको छु इना मीना डिका एन्ड पन्जाबी सो मेरो इना मीना डिका पन्जाबीलाई चाहिँ लाग्यो होला मैले दाना लिएर आएको छु र अनि उनीहरू चाहिँ बिचरा सुतिरहेको थियो उठिहाल्यो हेर्नुहोस् न बापरे बहुत ठुलो छ बहुत यत्रो यत्रो छ गाइस यत्रो बापरे मैले फर्स्ट टाइम सुँगुर देखेको लेकिन कस्तो दामी अनि तपाईँलाई म अझै एउटा चिज देखाउँछु ल सो वेट फर्सी देखाउँछु गाइस फर्सी देखाउँछु कि फर्सीको बोट चाहिँ छ बट यति ज्यादा छैन पतला छ लेकिन फर्सी धेरै आएको छ एकदमै रमाइलो टाइपको हेर्नुहोस् न कस्तो दामी लाइफ टाइममा मैले फर्स्ट टाइम देखेको 1 2 3 हेर्नु न बोट चाहिँ छैन है बोट चाहिँ यत्रो पतला छ अनि फर्सी चाहिँ हेर्नु न फर्सी गाइस बाफरे कत्रो हेर्नुहोस् न ए बापरे कत्रो है नि हेर्नुहोस् न लेकिन उयो चाहिँ छैन बोट चाहिँ छैन यति धेरै लेकिन यत्रो भए पनि लेकिन हेर्नु न धेरै आएको छ हेर्नुहोस् न फर्सीको र म चाहिँ अब म चाहिँ 3 बजीतिर जान्छु लेकिन आज चाहिँ बहुत खुसी लाग्यो दादा घरमा आएर अनि गाइस यहाँ चाहिँ मेरो इना मीना डिका एन्ड पन्जाबीको लागि चाहिँ हुँदैछ दाना रेडी अनि यहाँ चाहिँ बाख्रा खोर हो या बाख्रा चाहिँ छैन गाइस अनि कुखुरा खोर बाख्रा र कुखुरा चाहिँ चोर्नु गएको छ कुखुरा चाहिँ यतैतिरै छ यतातिरै छ सो हजुरहरूलाई म बताउन चाहन्छु मेरो दादाको बिहा छ 19 तारिक सो आई एम भेरी ह्याप्पी सो म चाहिँ एकदमै खुसी छु दादाको बिहा छु र धेरै इन्जोय गर्छु र बहुत पहिलाबाट चाहिँ मैले सोचिरहेको थिएँ कि दादाको बिहामा चाहिँ म एकदमै मतलब हुन्छ नि यस्तो गर्छु उस्तो गर्छु अनि त्यो चाहिँ मेरो ख्वाइस पुरा हुँदैछ र म एकदमै रमाइलो गर्नु छु र मेरो भिडियोमा हजुरहरू पनि पुरा रमाइलो गरिदिनु होला है इन्जोय गरिदिनु सो यो सुँगुर इना मीना डिका एन्ड पन्जाबी पन्जाबीबाट चाहिँ दादाको बिहामा डिका चाहिँ काट्छ होला डिका र इना चाहिँ काट्छ होला अनि मीना चाहिँ जान्छ डाइरेक्ट भाउजू घर अनि पन्जाबी रोटी खाँदै बस्छ जो प्यारी भाउजू बर्तन धुँदै बस्छ सो म चाहिँ हजुरहरूलाई मेरो दादाको लोकेसन देखाउँछु बिहाको लोकेसन देखाउँछु ल सो यहाँ छ दादाको यहाँ चाहिँ आउँछ पेन्डल बिहाको र दादाको चाहिँ घर यहाँ छ
बाफ्रे बहुत ठुलो हुन्छ पेन्डल गाइस, एकदम दामी हुन्छ। म बिहाको ब्लग जल्दी लिनु छु हजुरहरूको सामने र हेरेर इन्जोय गरिदिनु होला ल। मरम लाग्दै हेर्नुहोस् न यति प्यारो छ, छुनु मुन्नु छुनु मुन्नु छुनु, हेर्नुहोस् न यति प्यारो छ गाइस। वाउ कति सुन्दर फ्लावर छ हेर्नुहोस् न गाइस, हेर्नुहोस् न दादा घरमा यति सुन्दर सुन्दर फुल छ गाइस, कति प्यारो छ हेर्नुहोस् न। यहाँ चाहिँ छेउ कुखुरा गाइस, हेर्नुहोस् न कति राम्रो राम्रो छ है कुखुरा चाहिँ। धेरै छ अहिले चाहिँ पुरा यताउति गएको छ नि त, त्यही भएर थाहा भएको छैन कति छ, लेकिन शाममा चाहिँ एकदमै भिड भएर चाहिँ अति ज्यादा हुन्छ गाइस। ये कौन है इतना सुंदर प्याला कौन है? तिम्रो नाम के हो? तिम्रो नाम के हो भन्दो न, मैले सुनेन के हो, यता हेरेर भन्दो न, आउ न यता, गिर्छ गिर्छ ल आरामले, हजुर जल्दी 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 यता। तिम्रो नाम के भन्छ त, जल्दी भन्छ जल्दी भन्छ, जल्दी भन्छ न नाम के हो तिम्रो? आयान के लेख्छौ? सुब्बा। ए आज छ भाइ चाहिँ पुरा हेर्दै खाँदैछ हेर पुरा गर्दै, भाइको चाहिँ गाडी आइसक्यो मेरो। र म चाहिँ नि कसरी आइपुगेँ दादा घरमा भन्दाखेरि, म फसलमा थियो होइन, म फसलमा थियो र 11 बजीको बाद र अनि 3 बजीको बाद चाहिँ बन्द अरे, क्लोज अरे, बन्द अरे फसल, किनकि तेजुमा कोही मान्छे खसेको छ अरे, तेजु कम्युनिटीको कोही होला, अनि त्यसको लागि फसल चाहिँ बन्द गर्नु है भन्नुहुँदै थियो। र म चाहिँ अब कहाँ जाऊँ यत्रो घन्टा, कहाँ बसौँ जस्तो सोचिरहेको थियो, मनमा सोचिरहेको थियो नि, बहिनी अरे क्या। अनि म चाहिँ यस्तो यताउति हेऱ्यो कोही थिएन, बहिनी अरे, फेरि अनि म त अनि को होला भने यस्तो म त सरप्राइज भयो नि त। दादा चाहिँ आर्मीमा हो र दादा चाहिँ छुट्टीमा आएको रहेछ घरमा, अनि म त सरप्राइज भयो, अरे दादा भनेर, अनि पुरा एकदमै खुसी भयो। अनि बहिनीले ब्रेकफास्ट गर्यो भन्नुहुँदै थियो मलाई, अनि म चाहिँ गरेको छैन दादा, अब म चाहिँ आउँछु गर्ने पूजाहरू गरेर फसलमा भनेर, होइन जाऊँ न त नि खानु लागि भन्नुहुँदै थियो। अनि ल हुन्छ जाऊँ भने, दादा मेरो 11 बजीबाट बन्छ फसल, अनि 3 बजी त हुन, ए त हुन्छ मेरो घर जाऊँ बहिनी भन्दाखेरि, दादा पनि ठिकै आएको, बहिनीलाई पनि ठिकै मौका भेटेको र अनि दादाको पास गाडीमा अगर गएको भए त जान्थ्यो। र अनि ठिकै मेरो स्कुटीमा दादाले मतलब मैले पुऱ्याएको होइन, दादाले चलाएर चाहिँ लिएर आएको। र हेरौँ न कति राम्रोसी मिलेको है। दादा पनि आयो ठिकै नै, अनि म पनि दादा घरमा आयो, 7 सालको बाद भेट्यो पनि। र दादाको बिहा चाहिँ 19 तारिकको गाइस, म 19 को ब्लग लिन्छु, हजुरहरू हेरिदिनु होला। दादाको बिहामा यस्तो धुमधाम हुन्छ नि, बाफ्रे, म डान्स गर्छु, हजुरहरूलाई सो गर्छु, देखाउँछु, म रमाइलो गर्छु मेरो दादाको बिहामा। सो मैले पहिलो वर्ष सोचिरहेको थिएँ, अगर मेरो आसिफ दादाको नाम चाहिँ आसिफ दादा हो, र आसिफ दादाको चाहिँ बिहा भयो भने चाहिँ म यस्तो गर्छु, यो लगान्छु, यस्तो डान्स गर्छु, यस्तो गर्छु उस्तो गर्छु, हुन्छ नि एउटा त्यस्तो सोख थियो कि मेरोमा। लेकिन त्यो सोख अहिले पुरा हुँदैछ कि, म त बहुत खुसी हुँदैछ कि, म त बहुत खुसी छु भित्रबाट कि मतलब त्यो सोख पुरा हुँदैछ। अनि बहुत ही राम्रो लाग्छ। र मलाई चाहिँ भाउजू एकदमै मन पर्यो। मतलब हुन्छ नि एउटा भाउजू र नन्दाको बिचमा अलिक ठुस्की हुन्छ, पहिला त्यस्तो टाइपको कोही छैन, त्यस्तो टाइपको छैन। मतलब मैले यो भाउजूलाई कहिलेबाट चिनेको जस्तै हुन कि, कस्तो राम्रो आनेको बित्तिकै कति राम्रो कि, राम्रो भने जति मलाई भनौँ नि त्यो मेरो लागि कम होला, बहुत ही राम्रो छ। मैले चाहिँ भनेको थिएँ आलु मलाई फ्राई बहुत मनपर्छ भाउजू, अघि नै बनाएर कति छिटो बनाएर, बाफ्रे कति छिटो बनाएर यति राम्रो चाहिँ मलाई जस्तो मनपर्छ त्यस्तै बनाइदिनु। म चाहिँ अब रेडी भइसकेको छु, जान्छु अब म आउँछु डाइरेक्ट दादाको बिहामा गाइस।